धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चितवन महानगरपालिकाका मेयर रेणु दाहाललाई जवाब स्वरूप स्टाटस लेखेका छन्। मेयर राईले ठूला योजना गर्नु पर्थ्यो भन्ने दाहालको अभिव्यक्तिमा राईले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै जवाब दिएका छन्। उनले दाहालका बुबा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा माग्दा 20 लाख रुपैयाँ मात्रै छुट्याइदियो प्रसंग निकाल्दै जवाब दिएका हुन्। उनले भनेका छन्, रेणु दाहालले मलाई ठूला योजना गर्नु पर्थ्यो भनेर भनेछ। रेणुजी, तपाईको बाउ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको 20 लाख मात्रै छुट्याइदियो त मैले के गर्ने? बाउ ठीक रहेनछ, पार्टी ठिकै रहेछ त। यस्तै मेयर राईले दाहालकै पार्टीका सुदन किराती मन्त्री हुँदा आफूले एयरपोर्ट मागेको तर प्रधानमन्त्री दाहालले विराटनगरमा छँदैछ, किन चाहियो धरानमा भनेर फर्काइदिएको समेत जिकिर गरेका छन्। साथै दाहाल प्रधानमन्त्री हुँदा बजेट जति सबै आफ्नै छोरीको पालिकामा मात्रै खनाइदिएर विभेद गरेको आरोप पनि लगाएका छन्। उनले भनेका छन्, एयरपोर्ट मागेको तपाईकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाईकै बाउ प्रधानमन्त्री थिए। विराटनगरमा छँदैछ, किन चाहियो धरानमा भने? तपाईको बाउले नि प्रम हुँदा बजेट जति सबै तपाईकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे। मेयर राईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कुरा नगर्न पनि सुझाव दिएका छन्। उनले बालेनले आफ्नो महानगरमा भएको बजेटको 20% पनि खर्च गर्न सक्दैनन् भन्दै लेखेका छन्। बालेनजीको कुरा नगर्नु, उहाँको बजेट 26 अर्ब माथि छ, पैसा 20% पनि खर्च गर्न सक्दैनन् त्यो महानगरले। बिना पैसा पनि विकास कसरी गर्न सकिन्छ? जनताको शक्तिलाई ढुङ्गा हान्न भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन, देश निर्माणमा कसरी जोडिन सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु? भिजन भनेको के हो त्यो म सिकाउँछु।